नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौं मुख्य समाचारबाट। सिराहा लक्ष्मीपुरमा रड प्रहार गरेर छोराबाट आमाको हत्या। नलपरासीको हरकटामा ट्रक र बास जुध्यो, 1 जनाको मृत्यु, केही घाइते। केन्द्रमा मन्त्रालयको स्वास्थ्य घट्यो, प्रधानमन्त्री कार्यालय सहित 18 मन्त्रालय रहने। केन्द्रीय मन्त्रालय बाँडफाँडका लागि एमाले र माओवादी बीच छलफल तीव्र, आजै मन्त्रीहरूको टुङ्गो लगाउने तयारी। नेपालमा भ्रष्टाचारमाथि लगाम लागेन, नेपालमा विश्वमै भ्रष्टाचार हुने सूचीको 122औं नम्बरमा। र सन् 2007 को साम्प्रदायिक दगाको विषयमा आन्दोलनको फैसला, उत्तर प्रदेश मुख्यमन्त्री आदित्यनाथको पक्षमा, आदित्य विरुद्धको निवेदन खारेज। अब समाचार विस्तारमा। सिराहाको लक्ष्मीपुरमा छोराले रड प्रहारबाट आमाको मृत्यु भएको छ। लक्ष्मीपुर वडा नम्बर 4 का 28 वर्षीय रामदास तत्माले घरायसी विवाद हुँदा आमा 45 वर्षीय ज्ञानदेवी दास र 16 वर्षीय बहिनी सुनिता कुमारी दासलाई बुधबार फलामे रडले प्रहार गरी गम्भीर घाइते बनाएका थिए। रड प्रहारबाट गम्भीर घाइते भएकी ज्ञानदेवी दासको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको छ। सुनिताको आइसियुमा राखेर उपचार भइरहेको छ। प्रहरीले रड प्रहार गर्ने रामदास तत्मालाई पक्राउ गरेको छ। नलपरासीको सुनवल नगरपालिका स्थित हरकटा बस र ट्रक ठोकिँदा 1 जनाको मृत्यु भएको छ। काठमाडौँबाट कपिल बस्तु जाँदै गरेको लु 2 ख 1605 नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको युपी 83 एपी 3966 नम्बरको भारतीय ट्रक ठोकिँदा दुर्घटना हुँदा बस चालक 27 वर्षीय जीवन कुमार अधिकारीको मृत्यु भएको हो। दुर्घटनामा 28 घाइते भएका छन्। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। सरकारले केन्द्रमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 18 वटा मन्त्रालय राख्ने निर्णय गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्री सरकारी निवास बालटारमा बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 18 सदस्य मन्त्रीमण्डल राख्ने निर्णय गरेको हो। बैठकले सरकारको कार्य सम्पादन नियमावलीलाई परिवर्तन गरी मन्त्रालयको संख्या मूलत 17 र प्रधानमन्त्रीको कार्यालय सहित 18 हुने गरी कायम गर्ने निर्णय गरेको वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो। तत्कालीन सामान्य प्रशासन मन्त्री केशव कुमार बुढाथोकीको संयोजकता गठित अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिको प्रतिवेदनलाई आधार मानी केन्द्रमा 18 वटा मन्त्रालय राख्ने निर्णय गरेको हो। सरकारले प्रधानमन्त्री प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु प्रसाद रिमाललाई नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको मन्त्री परिषद बैठकले पोली ब्युरो सदस्य रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ। प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका रिमालले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै समृद्धि खुशी नेपाल र समृद्धि नेपाल निर्माणका लागि कुनै कसर बाँकी नराख्ने गरी काम अघि बढ्ने बताउनुभयो। समृद्ध नेपालको निर्माणको लागि त्यो अभियानमा अब नयाँ टिमले काम गर्छ र मेरो तर्फबाट प्रधानमन्त्रीज्यूलाई गरि प्रमुख राजनीतिक सल्लाहकार रिमाल यस अघि पनि ओली नेतृत्वको सरकारका समयमा प्रमुख राजनीतिक सल्लाहकार हुनुभएको थियो। मन्त्रालयको संख्या बाँडफाँडका सहमति जुटेपछि एमाले र माओवादी केन्द्रले आज मन्त्रीहरूको नाम छनौट गर्ने भएका छन्। नाम छनौट गर्न एमालेले स्थायी समिति बैठक बोलाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालटारमा बोलाएको बैठकको मन्त्रीहरूको नाम टुङ्गो लगाइनेछ। एमालेबाट महासचिव ईश्वर पोखरेल, प्रदीप ग्वाली, भानुभक्त ढकाल लगायतका नेताहरू मन्त्री बन्ने सम्भावना रहेको बताइएको छ। यसै माओवादी केन्द्रको बैठकले
लाई मन्त्री नाम छान्ने जिम्मेवारी दिएको छ। यसअघि बिहीबार बसेको सचिवालयको बैठकले नेताहरू पुष्पकमल दाहाल, नारायण काजी श्रेष्ठ र रामबहादुर थापालाई जिम्मेवारी दिएको छ। उहाँहरूले आजै नाम टुङ्गो लगाउने बताएको छ। दुवै दलमा नाम आए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री नियुक्त गराउने तयारी थाल्नु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा जन्मदिन मनाउने अवसर जुरेको छ। शुक्रबार सरकारी निवास बालुवाटारमा मन्त्री परिषद बैठक लगत्तै ओलीले स्थानीय समिति सदस्यहरू, शुभचिन्तक, कार्यकर्ता तथा सञ्चारकर्मी माझ केक काटेर जन्मदिन मनाउनु भएको हो। उहाँले केक काटेर फर्स्ट लेडी राधिका साक्यलाई खुवाउनु भएको थियो। शुक्रबार बिहान चीन र भारतीय राजदूत दुवैजनाले बालुवाटार पुगी प्रधानमन्त्री ओलीलाई भेटेर जन्मदिनको शुभकामना दिएका थिए। 2008 साल फागुन 11 गते तेह्रथुम जिल्लाको युवा गाउँमा भएको थियो। 2022 सालमा कम्युनिस्ट र राजनीतिक लागेको ओली 2071 असारमा पार्टीको अध्यक्षता निर्वाचित हुनुभएको थियो। 2048, 2051 र 2056 का आम निर्वाचन उहाँ झापा जिल्लामा क्षेत्र नम्बर 6 बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो। उहाँ पहिलो पटक 2072 असोज 24 गते नेपालको 38औं प्रधानमन्त्रीको रूपमा निर्वाचित हुनुभएको थियो। नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा 122औं स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलको बिहीबार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचाङ्कमा नेपाल भ्रष्टाचार हुने देशहरूको 122औं स्थानमा परेको हो। 180 वटा देशमध्ये नेपाल 31औं प्राप्त गरी 122औं स्थानमा परेको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष श्रहरि अर्यालले जानकारी दिनुभयो। पाकिस्तान 32 अङ्क मुद्दा मामिला र प्रशासनिक ढिलासुस्ती जस्ता माध्यमबाट केही देशका सहयोगको अवरोध हटाउन थप पहल गर्नुपर्ने जनाएको छ। विगत एक वर्ष नेपालमा सबैभन्दा धेरै भ्रष्टाचार राजनीतिक क्षेत्रमा हुने गरेको पनि ट्रान्सपरेन्सी इन्टरनेसनलको सूचाङ्कमा उल्लेख गरिएको छ। अध्यक्ष अर्यालले 3 वटै तहको निर्वाचन सम्पन्न भई सरकार बनेकाले अब नेपालमा भ्रष्टाचार घट्दै जाने संकेत देखिएको सूचाङ्कमा उल्लेख गरिएको पनि स्पष्ट पार्नुभयो। बाट केही देशका सहयोगको अवरोध हटाउन थप पहल गर्नुपर्ने जनाएको छ। विगत एक वर्ष मालदिप्स 33 अङ्क प्राप्त गरी 112औं स्थान, पाकिस्तान 32 अङ्क मुद्दा मामिला र प्रशासनिक ढिलासुस्ती जस्ता माध्यमबाट केही देशका सहयोगको अवरोध हटाउन थप पहल गर्नुपर्ने जनाएको छ। विगत एक वर्ष मालदिप्स 33 अङ्क प्राप्त गरी 112औं स्थान, पाकिस्तान 32 अङ्क मुद्दा मामिला र प्रशासनिक ढिलासुस्ती जस्ता माध्यमबाट केही देशका सहयोगको अवरोध। विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको सूचीमा न्युजिल्यान्ड रहेको छ भने सोमालियामा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको छ। दक्षिण एसियाली राष्ट्रहरू मध्ये भारत 21औं स्थानमा परेको छ। त्यसैगरी भुटान 26औं, श्रीलङ्का 91औं, मालदिप्स 112औं, पाकिस्तान 127औं, बंगलादेश 143औं स्थानमा परेको पनि सूचाङ्कमा उल्लेख गरिएको छ। रौतहटमा पत्रकारलाई अध्यक्ष र बिन्द्र शाह, सचिव राजेन्द्र कुमार छेत्री र पत्रकार सञ्जय सहनीलाई भौतिक कारबाहीको धम्की दिने समूहको पहिचान गरी कानून कारबाहीको दायरामा ल्याउन माग गरिएको छ। रौतहट पत्रकार महासंघका महासचिव रमेश विष्टले आज जारी गरेको विज्ञप्तिमा भूमिगत समूहको नामबाट 3 दिनभित्र भौतिक कारबाही गर्ने धम्की सहितको पत्र महासंघ रौतहट शाखा कार्यालयमा फालेको गएको घटनाप्रति नेपाल पत्रकार महासंघको रौतहटको गम्भीर ध्यानकर्षण भएको छ। महासंघ रौतहट शाखाका अनुसार सांसद अनिल झाको समाचार लेखेको भन्दै पत्रकार सञ्जय सहनीलाई भौतिक कारबाहीको धम्की आएपछि सोको विरोधमा रौतहट शाखाले विज्ञप्ति जारी गरेपछि सोही विषयलाई लिएर भूमिगत समूह सन्तोष मिश्र विरुद्धको नामबाट आज पत्रकार रथ शाह, छेत्री र सहनीलाई 3 दिनभित्र हत्या गरिदिने भनी धम्की सहितको पत्र रौतहट शाखा कार्यालयमा फालिएको अवस्थामा भेटिएको थियो। समाचार प्रकाशित गरेको वा विज्ञप्ति निकालेर विषयमा पत्र मार्फत पत्रकारलाई ज्यान मार्ने धम्की दिएको हो। घटना यो
घटनामा प्रेस तथा अभिव्यक्त स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको विज्ञप्तिमा जनाइएको छ। यस्ता घटनाले पत्रकारलाई आफ्नो पेशामा उत्साहित र कमजोर बनाउने महासंघको ठहर छ भन्दै विज्ञप्तिमा पत्रकारले दिएको यो धम्कीप्रति महासंघको कडा शब्द भर्त्सना गरेको छ। विज्ञप्तिमा धम्की दिने समूहको तत्काल पहिचान गरी कानून कारबाहीको दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिँदै निर्भीक र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरिएको छ। एसियाली विकास बैंक प्राकृतिक प्रकोप व्यवस्थापन, आयोजना व्यवस्थापन तथा वातावरण र सामाजिक सुरक्षा अनुगमन लगायत विभिन्न विधामा उत्कृष्ट संस्थालाई अवार्ड प्रदान गरेको छ। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बीच विभिन्न 5 विधामा उत्कृष्ट संस्थालाई पुरस्कृत गरिएको हो। एडीबीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ लगायतको टिमलाई र पुनर्निर्माण प्राधिकरण बेस्ट प्रोजेक्ट टिम अवार्ड प्रदान गरेको छ। त्यसैगरी सामुदायिक सिंचाई परियोजना, दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहायता कार्यक्रम अन्तर्गत सडक सञ्जाल परियोजना र बागमती सुधार आयोजनालाई उत्कृष्ट परियोजना व्यवस्थापन अवार्ड पाएका छन्। सडक सञ्जालका लागि कालिका कन्स्ट्रक्सन नेपाल र एकीकृत शहरी विकास आयोजना लागि चाइना गोन्ज्याङ शर्मा एन्ड कम्पनीले उत्कृष्ट ठेकेदार कम्पनीको अवार्ड पाएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। गोरखापुरमा 2007 मा भएको साम्प्रदायिक दगालाई दिएर उत्तर प्रदेश मुख्यमन्त्री योगी आदित्यनाथ विरुद्धको कुनै मुद्दा नचल्ने भएको छ। इलाहाबाद उच्च अदालतले दगामा योगीको भूमिकाबारे पुनः जाँच गर्न माग गरिएको निवेदन खारेज गरेको छ। अदालतले 18 डिसेम्बर आफ्नो फैसला तयार पारेको थियो। राज्य सरकारले भने कुनै ठोस प्रमाण नभएको भन्दै मुद्दा चलाउन अस्वीकार गरेको थियो। 27 जनवरी 2007 मा गोरखापुरमा साम्प्रदायिक दंगा भएको थियो, जसमा 2 जनाको मृत्यु भएको थियो भने थुप्रै घाइते भएका थिए। अब खेल समाचार। विश्व क्रिकेट लीग डिभिजन 2 को उपविजेता बन्दै विश्वकपको छनौट खेल्ने नेपाली क्रिकेट टोलीलाई सरकारको शुक्रबार नगद पुरस्कार सहित सम्मान गर्दैछ। नेपाली टोलीले हासिल गरेको सफलताको नेपालकै शिर उच्च बनाएको ठहर गर्दै सरकारले क्रिकेट टोलीलाई सदस्यलाई जनहित 3 लाख रुपैयाँ सहित सम्मान गर्न लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो 3 बजे क्रिकेट टोलीलाई बालुवाटार नगद सहित सम्मान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओली प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो। कार्यक्रममा विश्वकप छनौट खेल्ने नेपाली टिमलाई विदाई पनि गरिनेछ। नेपाली टोली विश्वकपको छनौट खेल्न शनिबार जिम्बे जाँदैछ। अन्त्यमा मुख्य समाचार फेरि एकपटक। सिराहा लक्ष्मीपुरमा रड प्रहार गरेको छोराबाट आमाको हत्या। नवलपरासीको हर्कट ट्रक र बास जुध्यो, 1 जनाको मृत्यु, केही घाइते। केन्द्रमा मन्त्रालयको संख्या घट्यो, प्रधानमन्त्री कार्यालय सहित 18औं मन्त्रालय रहने। केन्द्रीय मन्त्रालय बाँडफाँडका लागि एमाले र माओवादी बीच छलफल तीव्र, आजै मन्त्रीहरूको टुङ्गो लगाउने तयारी। नेपालमा भ्रष्टाचारमाथि लागम लागेन, नेपालमा विश्वमै भ्रष्टाचार हुने सूचीको 122औं नम्बरमा। र सन् 2007 को साम्प्रदायिक दंगाको विषयमा आन्दोलनको फैसला, उत्तर प्रदेश मुख्यमन्त्री आदित्यनाथको पक्षमा, आदित्य विरुद्धको निवेदन खारेज।
हवस् त, अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।